एभ्रिवान, माई न्यू मिनी भ्लग। आज चाहिँ हामी साउनको फर्स्ट सोमबार मन्दिर जान लागेको। डोलसर जङ्गलको बाटो यहाँ केही पनि साधनै पाएन जानलाई। यसरी हिँड्दैछौँ। उहाँ चाहिँ मेरी साइली भाउजू हुनुहुन्छ। हामी चाहिँ यसरी बाटोमा हिँड्दैछौँ। अब हाम्रो डोलेश्वरको यात्रा हिँडेरै हुने भयो जस्तो छ आज। खोइ अटोहरूलाई रोक्न लाउँदा पनि रोक्दैन, के भएको यस्तो। हिँड्नुपर्ने हो त हामी आज गाइड्सहरू हिँड्नुपर्ने छ। जाने हो हामी। आउनुहोस् गाइड्सहरू जाम, तपाईँहरू पनि जाम, मन्दिर जाम। यसरी हिँड्दा अलिअलि एक्सर्साइज पनि हुन्छ जस्तो लाग्यो मलाई। खुट्टा दुख्न थालिसक्यो। गाइड्सहरू हिँड्दा हिँड्दै अझै बाँकी छ गाइड्सहरू पुग्नलाई, अझै बाँकी छ। कति बेला पुग्ने हो। हामी आधी बाटोमा आएर अटो भेटेर अटोमा जाँदैछौँ। यसरी हाम्रो यात्रा अटोमा हुँदैछ। हामी चाहिँ बल्ल मन्दिर आइपुग्यौँ। अटोमा आधी बाटोबाट अटोमा आएर यहाँनिर झरेर हामी चाहिँ बाटोमा फेरि यसरी डोलेश्वर हामी चाहिँ मन्दिर आइपुग्यौँ। यसरी यहाँनिर अब कति भिडहरू छ जस्तो छ। माथि तल त यस्तो छ। बाटोमा हिँड्दैदेखि त बाटोदेखि नै मान्छेको यतिको लाइन मान्छेहरू हिँडिरहेछन्। अब मन्दिरमा पुग्दा हेरौँ कस्तो छ है। यसरी हामी चाहिँ यसरी हिँड्दैछौँ बाटोमा। अब मन्दिरभित्र पस्न लाग्यौँ। गेटमा आइपुग्यौँ हामी चाहिँ। डोलेश्वर मन्दिर हो। यो चाहिँ डोलेश्वर मन्दिर हो। यता चाहिँ हाम्रो भाउजू आउँदै हिँड्दै हुनुहुन्छ यसरी। मन्दिर आइपुग्यौँ। हामी चाहिँ अब यसरी लाइनबाट हिँड्यो। खासै लाइन चाहिँ रहेनछ आज, त्यति भिड रहेनछ। भिड होला भन्ने लागेको थियो तर रहेनछ भिड। आज चाहिँ त्यति खासै भिड छैन। छिटै आइपुग्यौँ जस्तो लाग्यो।